हेलो एन्ड नमस्ते एभ्रिवान। आज हामी क्रेगिबनबाट सोरेन्टो फेरी लिएर क्वीन्स क्लिफ अनि जिलङ जाँदैछौँ। आज हाम्रो 1 डे ट्रिप हुँदैछ। ल ठीक छ हैन, रेडी हैन त? ल अब यो भिडियो तपाईहरुले अन्तिमसम्म हेर्नु होला, किनभने मैले यस भिडियोमा हामी कसरी सोरेन्टो पुग्ने, टिकट कसरी लिने फेरीको, अनि त्यहाँबाट क्वीन्स क्लिफ जाने र जिलङ हुँदै 1 डे ट्रिप कसरी फ्रुटफुल बनाउने भन्ने कुरा हामीहरूले विस्तृत रूपमा देखाइरहेको छु। यसमा क्रेगिबनबाट सोरेन्टो पुग्न हामीलाई करिब 2 घण्टा जतिको ड्राइभ गर्नुपर्छ। द्याट डिपेन्ड्स अपन द ट्राफिक। हामी अहिले M80 रिङ रोड त्यसपछि M1 फ्रीवे हुँदै मोरिङटन पेनिन्सुला तर्फ जाँदैछौँ। सोरेन्टो भनेको मोरिङटन पेनिन्सुलाको एकदमै पपुलर कोस्टल टाउन हो। यहाँ सुन्दर बीच, क्याफे र रेस्टुरेन्ट्स, हिस्टोरिकल सोरेन्टो टाउनसिप र सबैभन्दा इम्पोर्टेन्ट सोरेन्टो टु क्वीन्स क्लिफ फेरी नै हो, जुन यो भिडियोमा मैले सम्पूर्ण रूपले विस्तृत रूपमा देखाएको छु। सोरेन्टो फेरी चढ्ने ठाउँमा आयो हामी चाहिँ है। अब यहाँबाट त्यहाँ लाइन, यति धेरै लाइन छ गाडी चढ्नलाई, यति धेरै छ, पुरा ट्राफिक छ है। ल अब हामीले एकछिन यहाँ पार्क गरेर एकछिन सोरेन्टो घुम्छौँ, त्यसपछि गएर त्यहाँ टिकट काटेर, यहाँनिर टिकट काटेर फेरि त्यहाँ उता छ, त्यो फेरी चढ्ने ठाउँमा जानुपर्छ। ल यसरी ट्राफिक छ है, तर हामी चाहिँ त्यही अनुसारको प्लान गर्नुपर्छ क्या। आउँदाखेरि यस्तो कि त पहिला नै प्रि बुक गरेर आउनुपर्छ, नत्र भने चाहिँ अलि चाँडै आएर टिकटहरू लिनको लागि चाहिँ यसरी क्युमा बस्नुपर्छ। आज फेरि वेदर पनि राम्रो छ होइन, त्यही भएर पनि यस्तो भइरहेछ। ल त्यही भएर अब हामी 1-1.5 घन्टा चाहिँ यहीँ सोरेन्टो बिचमै रमाइलो गरेर अनि त्यसपछि जानु पर्ला। मेरो पछाडि भएको यो सोरेन्टोको बीच हो यो सबै होइन। यस्तो पानी क्लियर छ एकदम, तर पानी अहिले समुद्रको छाल चाहिँ यति नजिक आइरहेको रहन्छ। यहाँ माथिसम्म हुन्थ्यो है, त्यो आएको छैन। नत्र भने जेट स्कीहरू गर्ने ठाउँ, बोटहरू मजाले त्यहाँ देख्न सकिन्छ है, कस्तो मजाको छ। अहिले चाहिँ हामी त्यो त्यही फेरि चढेर गाडी त्यही भित्र राखेर जाने हो। म अहिले त्यहाँ जाने बेलामा म फेरि एकचोटि देखाउँछु त्यहाँनिर त्यही फेरीमा चढेर कस्तो रमाइलो छ भन्ने कुरा यसरी थाहा हुन्छ क्या। ल मान्छेहरूको भिडभाड है, सबै मान्छेहरू यसरी घुम्न आइरहेछन्। आज घाम लागिरहेछ, त्यही भएर वेदरको चाहिँ एकदम ख्याल राख्नुपर्छ यहाँ आउँदा चाहिँ। ल अब हामी चाहिँ त्यहाँनिर जानु पर्यो, त्यो पुल लिएर। एक दिनको प्लान गर्ने हो भने सोरेन्टो आएर बस्दा पनि अथवा सोरेन्टो आएर घुमेर जाँदा पनि केही फरक पर्दैन होइन। त्यहाँबाट फेरि क्वीन्स क्लिफ गएर हामी चाहिँ जिलङ जान लाग्यो, तर त्यति पनि गर्नुपर्छ भने जरुरी छैन होइन। यति सुन्दर ठाउँ है, यति राम्रो ठाउँ। यसरी तल पानी हेरौँ त, कति रमाइलो यो पानी। ल यो पुल हल्लिरहेछ क्या हो। ल हाम्रा टोलीहरू त्यहाँ छन्। ल एउटा फेरी चाहिँ गयो है, उताबाट एउटा फेरी चाहिँ गयो, त्यो फेरी गयो। अब अर्को फेरीमा चाहिँ हामी जानुपर्छ। अब यो फेरीमा भ्याइएन, त्यही भएर टाइममा आउनुपर्छ होइन। ल हाम्रा टोलीहरू पोज दिएर बसिरहेछन् यहाँबाट यसरी। ल यसरी भेट भयो। ल हेलो, ल सबनम कुमारी यहाँ छिन्। भाइलाई कस्तो लागिरहेछ त? कस्तो लाग्यो ठाउँ? जन्नत होइन त? जन्नत कस्तो एकदम सफा के पाइन्छ है। मालदिप्स बाइक पे
रमाइलो भइरहेछ हैन त यो चाहिँ सोरेन्टोको उसमा हो सबैलाई रमाइलो भइरहेछ हैन त रमाइलो भएको छ नेक्स्ट फेरी चाहिँ 2 बजेको रहेछ है हाम्रो 1:30 भइसक्यो अब लाइन धेरै ठुलो छ टिकट लिनुपर्ने छ नत्र भने फेरि 3 बजेकोमा लिनुपर्छ त्यही भएर अब हतार हतार गरेर जानु पर्यो है ल अब हामी यसरी क्यूमा बसिरहेछौँ है त्यसरी त्यहाँ त्यो झ्यालबाट टक्क टिकट लिनुपर्छ लाइन धेरै छ अब यसरी पछाडि ल यसरी पछाडि देखाउँ है त पछाडिको गाडीहरू देखिन्छ त यो झ्यालबाट देखिँदैन होला पछाडि पनि एकदमै क्यु छ है ल अब हामीभन्दा अगाडि गाडीले यसरी यहाँ गर्छ हाम्रै टोली हो यिनीहरू पनि यहाँ यिनीहरू टिकट काट्दैछन् त्यहाँ फेरि टिकट काटेको खिच्न नमिल्न सक्छ त्यही भएर चाहिँ म त्यहाँभन्दा उता चाहिँ खिच्दिनँ अलि उता गाडी चढ्न लागेको मात्र खिच्छु है ल यसरी टिकट चाहिँ हाम्रो हातमा आइसक्यो है ल अब हामी चाहिँ लेन 2 मा गएर गाडी राख भनिरहेछ अब हामी यसरी लेन 2 मा गएर हामी वेट गर्छौँ यहाँ गाडी हामी गाडीलाई फेरीमा राखेर हामी जान्छौँ लगभग 30 देखि 40 मिनटको फेरीको यात्रा हुन्छ हाम्रो र एकछिन चाहिँ हामी यहाँ पार्क गर्छौँ यो सबै गाडीहरू चाहिँ त्यही अब फेरीकोमा राख्नको लागि वेट गरिरहेछन् है यो सबै गाडीहरू चाहिँ यसरी सबै लेनहरूमा ल हामी चाहिँ यसरी यहाँ रेडी हुँदैछौँ जानको लागि उसले अब त्यहाँबाट हामीलाई बोलाउँछ त्यसपछि हामी जानुपर्छ ल यसरी गाडी यहाँ राख्यो होइन बाहिर एकदम आवाज छ त्यही भएर म यो चाहिँ सबै झ्याल बन्द गर्छु ल यसरी गाडी यहाँ भित्र पार्क गरिसक्यो होइन अब यो ब्लू लाइट त्यहाँ बलिरहेछ नि चिमिक चिमिक गरिरहेछ ऊ त्यहाँनिर कहाँ यसमा देखिँदैन क्या हो त्यो बन्द भएपछि अनि बल्ल हामी यहाँ सबैजना निस्किने रे ल सबैजना हामी रेडी भयौँ होइन त अब ल ल यसरी गाडी राख्यो मैले लक गरेको छैन गाडी ल गाडी लक गरेँ मैले हामी अब चाहिँ यसरी पार्किङबाट चाहिँ माथि जाँदैछौँ है गाडी राखेको ठाउँबाट अब हामी माथि जाँदैछौँ गहिरो छ होला नत्र अब यत्रो अट्ने भने जस्तो होइन आउने चाहिँ गहिरो छ यहाँ यिनीहरू चाहिँ यो मेन्टेनेन्सको लागि राखे जस्तो छ क्या हो अघि हामी आएको भनेको यहाँबाट आएको हामी चाहिँ यसरी ए अनि म यसरी देखाउँछु है ल अब यो चाहिँ लाग्यो माथि लाग्यो यो किन भन्दा गाडीहरू सबै राखिसक्यो त्यही भएर यो माथि लगायो अब सर्दैछ जाँदैछ अब ए अब चल्यो ए हाम्रा टोलीहरू चाहिँ यसरी बसेका छन् डराएर यस्तै भएको छ डराउनु पर्दैन केही हुँदैन यो हावा एकदम हावा चलिरहेको छ त्यही भएर पनि आवाज चलिरहेको हुनाले आवाज चाहिँ अलिकति चर्चर आउन सक्छ है अलिकति नबुझिन सक्छ ल हाम्रा केटाकेटीहरू यहाँ पुसअप भन्छ होइन पुसअप हान्दैछन् इन्क्लाइन पुसअप ल याद गरेर बस है तिमीहरू ल यसरी चल्यो यसरी चल्यो है चल्यो ल
यसरी पानी फ्याँक्दै चल्यो अब Now you can see this beautiful view है माथिबाट टक्क ब्युटिफुल भ्यू यसले धुवा यहाँबाट फाल्दो रहेछ यो धुवा फाल्नेबाट चाहिँ आवाज अलि नोइज बेसी आइरहेछ क्या हाम्रा दुईटा छोराहरू यसरी यहाँ रमाइरहेछन् तिमीले पनि चस्मा लगाइदेऊ नि छोरा कहाँ राख्यौ चस्मा लगाऊ न ल यस्तो मजाले सानो सानो सिपहरू अब बोट भनौँ न सिप होइन बोटहरू यसो गरिरहेछ है सारा रमाइलो हुन्छ जेट स्की त्यहाँबाट जेट स्की आइरहेछ अब म तपाईहरुलाई कार्गो सिप देखाउँछु म त्यहाँ है कार्गो यस्तो मजाले कार्गो त्यहाँ आइरहेछ ल अब हामी चाहिँ यहाँ बसेर यो चाहिँ हामीले जहिले पनि यहाँ आउँदाखेरि चाहिँ यो चाहिँ फोटो स्पट भनेर गर्छौँ होइन ए यहाँनिर चाहिँ फोटो खिच्ने ठाउँ हो यो कर्नर चाहिँ ल हाम्रो टोली गइसकेको छ ल मेरी अब यहाँ यसरी सर्र समुद्रमा बसेर के वहाँ फोटो पोज दिँदै बसिन्छ ल अब फेरीमा रमाइलो गर्ने भने यही हो समुद्रको किनार हेर्ने यताउताको दृश्यहरू हेर्ने सबैजनाले यसरी फोटो खिच्ने होइन यहाँको ऊ भनेको यही होइन त भाइ तिमीलाई कस्तो लागेको छ भन नि त सैनहरूलाई रमाइलो लागिरहेको छ आज गएर झट्ट रमाइलो गर्नुपर्छ होइन ए अब यस्तै गरेर फोटो खिच्ने कसैले फोटो खिचाउने कसैले फोटो खिच्ने रमाइलो भने यही हो यहाँ आएपछि होइन फ्यामिली फोटो खिच्यो होइन अब यहाँको रमाइलो अब अरू के हेर्ने त पानीमाथि चढेपछि हेर्ने यही हो त्यही भएर साथी हो यसरी आउँदाखेरि चाहिँ चट्ट माथि यसो कसैलाई चिसो हुन्छ भने चाहिँ ऊ पनि लिएर आउनु पर्यो एउटा विन्ड स्वेटर अथवा जम्पर टाइपको सानो गर्मीमा आए त्यही त चाहिँदैन त्यही पनि पाखुरा डढ्न सक्छ ऊ हुन सक्छ त्यही भएर चाहिँ एउटा विन्ड स्वेटर केही बोकेर आउनु अब यही हो रमाइलो भना यसरी बुढाबुढी फोटो खिच्ने होइन अब यही हो दृश्य अब टक्क आउनुहोस् अब हेर्नलाई है रमाइलो हुन्छ मेमोरी हो एउटा यो होइन टक्क समुद्रको त्यो किनारामा के छ भन्ने कुरा हो यहाँको वरिपरि यस्तो छ यो चाहिँ तल बस्ने होइन तलको क्याबिन भयो यसरी मान्छेहरू यसरी यहाँ बस्छन् माथि गएर दृश्य हेर्नेहरूले माथि गएर हेर्छन् होइन एकदम हल्लाइरहेछ त आज किन हो यो अब हामी आइसक्यौँ 30-40 मिनट भइसक्यो अब 30-40 मिनट हामी पानीमाथि गुडिसक्यौँ ल अब रोकिसक्यो अब हामी फेरि पार्किङमा जाँदैछौँ अघि यसरी गएको थियौँ सरर यसरी निस्किन्छौँ हामी लास्टमा राखेको लास्टमै निकाल्दो रहेछ चाहिँ क्विन्स क्लिफ आयौँ ल बाहिर टक्क गर्मी छ अब यो चाहिँ यतापट्टि गाडीहरू देखाउ त बाबा यतापट्टि गाडीहरू चाहिँ यो चाहिँ फेरि अब उता जानको लागि रेडी बनाएर राखेको गाडीहरू हो यिनीहरू चाहिँ अब उता फेरि सोरेन्टो जाँदैछ गाडीहरू ल हामी चाहिँ सोरेन्टोबाट क्विन्स क्लिफ आइयो क्विन्स क्लिफबाट ओसन ग्रोभ भयो अब भोक लागेर कसैले सबवे खाने भन्छन् कसैले केएफसी खाने भन्छन् मम्मीले के खाइसिन्छ अरे हजुरले सबवे खाइसिन्छ सुरजले के खाने हो सब केएफसी हो हाम्रो टोली हाफ केएफसी हाफ सबवेतिर जान्छौँ ल अब चाहिँ हामी यहाँ जिलङ बिच आइयो अब जिलङ बिचको दृश्य अब एकछिन यहाँ केटाकेटीहरू बिचमा जान्छन् स्विमिङ गर्छन् होइन तब यसरी निस्क्यौँ होइन अनि मैले अब यहाँ चप्पल जुत्ता खोलेर चप्पल पनि लगाइयो अब यहाँ
सपर पनि लाइयो अनि सबैजनाले कपडा सपडा फेरेर चप्पल सप्पल लाएर रेडी भइहाल्छ होइन पानी भिज्छ भनेर होइन अब स्विमिङ गर्नुपर्छ है ल अब देखाउँछु म अब यहाँको जिलङ बिच कस्तो छ भन्ने कुरा अझै एक दिनको होल ट्रिपमा अहिले बज्यो 4 स्टिल इज सनी यस्तो मजाले घाम लागिरहेछ होइन हामी अझै बिचमा गएर स्विमिङ गर्ने भनेर सोचिरहेछौँ भनेपछि एक दिनको ट्रिपले चाहिँ मजाले पुग्दो रहेछ त्यही भएर एक दिनको ट्रिप प्लान बनाएर तर अलिकति छिटो चाहिँ हिँड्नु होला मैले भनिरहेको छु पनि होइन सबै कुरा म्यानेज गर्नलाई ट्राफिकहरू अभोइड गर्नको लागि त्यो चाहिँ म्यानेज गर्नुपर्छ आफूले नत्र पनि अब यसरी हेर्नलाई एक दिनको यो फ्यामिली ट्रिप चाहिँ रमाइलो हुन्छ यस्तो छ यहाँको दृश्य कति रमाइलो छ ल है टक्क यहाँ आउने बारबिक्यु गर्ने बस्ने पुल भनेको यो एउटा राउन्ड पनि लाउने रमाइलो हुन्छ केटाकेटी खेल्नको लागि त्यो थोमसको मिनी ट्रेन छ त्यहाँ है यसरी ल यसरी मिनी ट्रेन केटाकेटीको लागि रमाइलोको लागि पनि यो गर्न मिल्छ है रमाइलो हुन्छ एक दिनको ट्रिप आउन चाहिँ अब यस्तो मजाले केटाकेटीहरू खेल्ने ठाउँ छ केटाकेटीहरू खेल्नको लागि यहाँ स्विमिङ पुल यस्तो मजाले बनाइदिएको छ यो पानी तातो पनि छ तातो पानी छ अब हाम्रो केटाकेटीहरू चाहिँ यहाँ स्विमिङ पुलमा खेल्छन् सायद भित्र स्विमिङ पुलभित्र अब क्यामेरा लिएर जाँदा राम्रो नहोला त्यही भएर आई डोन्ट प्रिफर टेकिङ क्यामेरा हियर आई डोन्ट थिङ्क आई क्यान क्याप्चर ल अब के गर्ने अब मान्छेहरू सबैजना रमाइलो गरिरहेछन् होइन अब गर्मी छ गर्मीको दिनमा अब आइसक्रिम खानै पर्यो होइन आइसक्रिम खान पर्यो सुरजले यहाँ आइसक्रिम लिएर आएछ ल आइसक्रिम लिएर आएछ सर खिच्दाखेरि चाहिँ केटाकेटीहरू त्यहाँ रमाइरहेछन् होइन तर एक दिनको लागि टक्क आउँदा रमाइलो हुन्छ सिधै जिलङ आए पनि हुन्छ टक्क आउने बारबिक्यु गर्ने माथि मासु पोल्ने खाने होइन केटाकेटीलाई पैसा बचाउ उपाय गरिरह्यो आज होइन त पौलिनी भयो हो अब त्यसमा पिउने क्या सर लाएर के गर्ने त गर्मी छ पौलिन लागिसक्यो पिउने अब हामीले त्यसरी खान पाइयो है ल हाम्रो केटाकेटीहरू त्यहाँ यस्तो मजाले स्विमिङ गरिरहेछन् है हामी चाहिँ यो सर यो पुलमा एक राउन्ड यसरी हिँडेर म तपाईँहरूलाई यसरी देखाउँछु यो तपाईँ मजाले इन्जोय गर्नुहोस् यो दृश्य है यस्तो खेल्ने गर्ने गर्छन् यहाँ रमाइलो गरे ओहो यसरी मान्छे त्यहाँबाट यसरी फङ्गाल्छन् ल है तिनी भाइ त्यहाँबाट जम्प गर्दैछन् ल 1 2 3 गो ओहो ल त्यहाँ पनि त्यस्तो मजाको व्हिल रहेछ व्हिल मजाले पिङ खेल्न मिल्ने रहेछ ल हामी चाहिँ यहाँबाट सर त्यहाँबाट एक राउन्ड पुरा यसरी माला लगा जस्तो लगाएर आइयो है ल त्यहाँबाट सर माला लगा जस्तो गरेर एक राउन्ड यसरी घुमेर हामी यस्तो मजाले अहिले ल अब यहाँनिर निस्क्यौँ हाफ सर्कल हाफ होइन क्वार्टर होइन के भन्छ 1/3 त सर्कलै छ नि होइन काठको पुल बनाएको ल यति राम्रो यहाँ के को कलात्मक मूर्तिहरू काठले बनाएको मूर्तिहरू रहेछ यहाँ है कलात्मक मूर्तिहरू
ल यस्तो मजाले राखेर रहेछ ल यो त सबै यो काठमा बनाएको जस्तो छ यो काठले बनाएको ल आज हाम्रो टुर अब भने जस्तै अब एक दिनको टुर थियो हैन अब एक दिनको टुरमा चाहिँ सोरेन्टो हुँदै त्यस सोरेन्टोबाट हामीले टक्क उलियो फेरी लियो फेरीमा गाडी साडी राखेर क्विन्स क्लिफ आएर क्विन्स क्लिफबाट अहिले हामी जिलङमा छौँ जिलङको पनि आजको कार्यक्रम सक्यो होप तपाईहरुलाई एकदम मन पर्यो होला अब चाहिँ हामी यहाँबाट घरतिर लाग्नुपर्छ अब बज्यो तपाईको 6:45 6:30 भयो है त्यही पनि स्टिल घाम छ ल अब हामी यहाँबाट जिलङबाट जान्छौँ अब यसो हेर्दा 1 घण्टा 20 मिनेट जति लाग्छ 1 घण्टाको 20 मिनेटमा हामी क्रेगिबन पुग्छौँ ल सी यू देन फर द नेक्स्ट टाइम है अब हामी लाग्छौँ ल यदि तपाईलाई यो भिडियो अथवा यो भ्लग चाहिँ तपाईलाई युजफुल लाग्यो र मन पर्यो भने प्लिज डु लाइक सब्सक्राइब एन्ड हिट द बेल आइकन फर न्यू मोर इन्ट्रेस्टिङ भिडियोज ल सबैमाझ यो भिडियो पुर्याइदिनु होला हस् धन्यवाद।